हरेक दिन जस्तो सयौं युवाहरू हातमा पासपोर्ट र कुनै देश उड्ने हवाई टिकट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान गेटमा पुग्ने गर्छन्। यीमध्ये अधिकांश श्रम आप्रवासन वा अध्ययनका लागि जान लागेका हुन्छन्। विमानस्थलमा उभिएको युवा जमातको ठूलो संख्या अनेक आशा, सपना र चुनौतीको लागि तयार भएर आफू र आफ्ना परिवारको वर्तमान र भविष्यको लागि विदेशिन लागेका हुन्छन्। आफन्तले बिदाईको क्षणमा लगाइदिएको खादा वा ढाकाटोपी, बिछोडको उदासी र धन कमाउने आश सम्मिश्रित खुसी, यो हरेक दिन आप्रवासनमा जानेहरूको भिडले देखाउने दृश्य हो। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मा करिब 7,92,000 नेपालीले श्रम स्वीकृति लिएका छन्।